प्रस्तुत गरेर गइसक्नु भएको छ। तपाईँहरूलाई नृत्य कस्तो लाग्यो? नृत्य प्रस्तुत गर्न आउँदै हुनुहुन्छ कक्षा 5बाट स्वर्णिमा धोजु बहिनी। उहाँको गीतको बोल छ माइती घर। उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ।
एकदम स्माइलिङ पनि छ, एकदम लचिलो पनि छ। एउटा कुरा चाहिँ तिमीले यो नेपाली गाना हो, हाम्रो राष्ट्रियता भावहरूको नेपाल सम्बन्धी होइन गाना भएकोले सकेसम्म नेपाली अलिकति झर्किने कल्चरल ड्रेस लाउँदाखेरि है। अनि यसमा चाहिँ नेपालको फ्ल्याग पनि युज गर्दा हुन्छ ल। कुनै ठाउँमा तिमीले देखाउनु पऱ्यो भने नेपालको फ्ल्याग पनि झन्डा, नेपालको झन्डा पनि युज गर्दा राम्रो हुन्छ है ल। हुन्छ, हामी फेरि पनि अर्को नृत्य हेर्नेछौँ र दोस्रो प्रतियोगीको रूपमा आउँदै हुनुहुन्छ कक्षा 5 बाट नै
हुन्छ आजको कार्यक्रमलाई हामी सुरु गर्न सुधार्नु होला है। तिम्रो मायामा नाच्न थाले म स्टेज कभर चाहिँ अलिकति ध्यान दिनु होला। अगाडि पछाडि चाहिँ भएको छ, स्टेज कभर चाहिँ अलिकति प्र्याक्टिस गर्दाखेरि ध्यान दिनु होला है। स्टेज कभर चाहिँ एकदम राउन्डिङहरू लिनुपर्छ। स्टेज जति लागेको छ त्यो स्टेज सबै कभर हुनुपर्छ। दाजुबहिनीलाई उहाँले एकदमै राम्रो नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ। हामी आजको यो डान्स कम्पिटिसनलाई निरन्तरता दिने क्रममा अब कक्षा 6बाट आउँदै हुनुहुन्छ सफिना खेजु बहिनी। उहाँको गीतको बोल चाहिँ शीर्षाय हेगु। उहाँलाई पनि जोरदार तालीका साथ स्वागत गरौँ। Thank you.
राज्य छ, स्माइलिङ पनि छ। अनि डान्स गर्दाखेरि अलिकति लिपस्टिक पनि अलिकति चलाउने, अनि सकेसम्म प्लग पनि युज गर्दा है, प्रेसर दिन्छ त्यसलाई अलिकति सुहाउने, गीत अनुसारको सुहाउने प्रडक्ट पनि युज गर्दा अझ झन् योभन्दा राम्रो हुन्छ है। हल्का प्र्याक्टिस अलिकति नपुगेको जस्तो छ। अनि स्टेज कभरअप अनि हामीले डान्स गर्दाखेरि एउटा फेसियल एक्सप्रेसन पनि आउनुपर्छ, अनुभव गीत पनि गाउने होइन, अलिकति स्पिडलाई पनि ध्यान दिनु, ताललाई पनि ध्यान दिनु। तालअनुसार हामीले अगाडि जानु पऱ्यो कि क्रस गर्नु पऱ्यो कि त्यसलाई ताललाई पनि अलिकति ध्यान दिनु होइन।
छोरी मेरो मनमा खोटाङे टिप्दा आँखामा बस्यो कसोको गरौँ खोटाङे टिप्दा आँखामा बस्यो कसोको गरौँ कसरी ढोगे हाय सैटी कसरी ढोगे हाय कि माया छापा के पछाडि छोडी कि माया छापा के पछाडि छोडी कि माया छापा के पछाडि साजियो धरती तोरे फुलसल्टी अहिले फुलेर साजियो धरती तोरे फुलसल्टी अहिले फुलेर जुले ढोगे माया आज संसारी ढोलेर जुले ढोगे माया आज संसारी कसरी ढोगे हाय सैटी कसरी ढोगे हाय कि माया छापा के पछाडि छोडी कि माया छापा के पछाडि छोडी कि माया छापा के पछाडि साकेला सिल्ले सँगसँगै टिप्यौँ साकेला धानी साकेला सिल्ले सँगसँगै टिप्यौँ साकेला धानमा नाच्दै पालामा डोला जसो धानमा नाच्दै पालामा डोला जसो कसरी ढोगे हाय सैटी कसरी ढोगे हाय कि माया छापा के पछाडि छोडी कि माया छापा के पछाडि छोडी कि माया छापा के पछाडि छोडी प्र्याक्टिस अलिकति नभए त्यस्तो अवस्थामा के गर्ने भन्दाखेरि अलबल गरेर नबस्ने आफ्नै फ्री स्टाइल हानिदिने हो आफूलाई जे आउँछ चुप लाएर नबस्ने आफ्नो फ्री स्टाइल अन द स्पोट स्टेज हाल्नुपर्छ क्या स्टेजमा त्यस्तो केही गरी आफूले सोचेको स्टेप बिर्स्यो भने ठाउँको ठाउँमै त्यही जुन तपाईँ आउने फ्री स्टाइल गर्नुपर्छ है रोकेर बस्नु हुँदैन मेरो माया डाँडा पारी डाँडैभरि मेरो मन वर्षौँ बिना
साइनो लगा यादैमा तिम्रो कान्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म गीतम 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 मादलको तालैमा नाच्छु म सँगसँग गीतम 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 मादलको तालैमा नाच्छु म सँगसँग गीतम 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 मादलको तालैमा नाच्छु म सँगसँग गीतम 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 मादलको तालैमा नाच्छु म सँगसँग अलिकति ध्यान दिनु होला अनि तालहरू अनि अलिअलि बिचमा स्टेपहरू कन्फ्युज जस्तो छ त्यसलाई अलिकति सुधार्नु होला। नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ। हामी यो डान्स कम्पिटिसनलाई नै निरन्तरता दिने क्रममा अब आउँदै हुनुहुन्छ क्लास 4 बाट याङ्सु तामाङ। उहाँको गीतको बोल रहेको छ डम्फुमा सेलो। डम्फुको तालैमा हाँसेमा राखौँ बोलीमा राखौँ एक बारको जुनीमा
अझ यसमा अलिकति डम्फु पनि युज गर्नु होला पछि नाच्दाखेरि है। डम्फु पनि एउटा, क्रोप पनि एउटा नाच्यो भने अझ सुनमा चाहिँ सुगन्ध हुन्छ है। तामाङ बहिनीलाई उहाँले एकदमै राम्रो नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ। हामी ढिला नगरिकन हाम्रो कार्यक्रमलाई अगाडि बढाउने क्रममा फेरि पनि अर्को प्रस्तुति हेर्नेछौँ र अर्को प्रस्तुति लिएर आउँदै हुनुहुन्छ कक्षा 4बाट सदिक्षा खाइतु बहिनी। उहाँको गीतको बोल रहेको छ कम्बरे न पटुकी। उहाँलाई जोरदार तालीका साथ स्वागत।
अलिकति स्माइलिङ र स्टेज कभरअपलाई अलिक ध्यान दिनु होला है। मलाई चाहिन्न दर्पण कलै छाड्दा मन दर्पण मलाई चाहिन्न दर्पण कलै छाड्दा मन दर्पण हो म त हेर्छु आफैलाई म त हेर्छु आफैलाई म त हेर्छु आफैलाई म त हेर्छु आफैलाई हो म त यसै नक्कली आफ्नै घरको छायाले मुटु जलाको सुन्दरको घरको हजुर बासो गलाको आफ्नै घरको छायाले मुटु जलाको कसरी मानाचौ सासे केलाई साचौ कसरी मानाचौ सासे केलाई साचौ रहेछ यो हेरा आफैलाई हेरेर राखी लाउने गरी पछाडि टेकेर दुनियाँको जिउँदै जानु छ मेरी दुनिया घुराले टेकाउँछ मलाई चाहिन्न दर्पण कलै छाडा मन दर्पण मलाई चाहिन्न दर्पण कलै छाडा मन दर्पण हो म त हेर्छु आफैलाई म त हेर्छु आफैलाई म त हेर्छु आफैलाई म त हेर्छु आफैलाई हो म त यसै नक्कली म त यसै नक्कली म त यसै नक्कली म त यसै थापुला जोदोलप्पा लासो सेवार सबै यहाँ उपस्थित भाइ बहिनीहरू अनि यस स्कुलका प्रिन्सिपलज्यू हाम्रा टिचरहरू सबैलाई मेरो म तुलसीनारायण प्रजापतिको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु र हाम्रो विद्या र मलाई पनि अलि नाचौँ लाग्यो। अनि यहाँ हाम्रो भाइ बहिनीहरू सानो बाबु नानीहरूलाई पनि यस्तो एकचोटि डान्स देखाउन मन लाग्यो। यसरी सबै नाचेको देखेर मलाई पनि यस्तो कहाँ रहर लाग्यो र म एउटा सरप्राइज डान्स एउटा हजुरहरूलाई प्रस्तुति गर्दैछु। गाउँको धुलो र सहरको भाइब यो माया पुरानो तर राइम नयाँ थाहा मोहनी लाग्दा हे गाउँलेको बोलीले टाढा छहरको गीतले चाल ठेटाना गरौँला बगदर बस्नेलाई सम्झनाको गीतले मोहनी लाग्दा हे गाउँलेको बोलीले टाढा खोला छहरको गीतले
बिटमा बग्छु भावनाको नाउँको हो Bounce, bounce, flow, flow Heartbeatमा गाउँको glow, glow यो अनुरो जुन तारा छुन्न dreamsमाथि तर मैले सुन्न आकाश लाग्नु सजिलो होला तर भावनाको बाटो चुकाउन गाह्रो होला यो मान्छ गाउँको मेलोडी ट्र्याकमा बग्छ यो रेमेडी सिम्पल लाइफ गहिरो मिनिङ मोहनी लाग्ला त्यो हार्ट फिलिङ मोहनी लाग्ला गाउँलेको बोलीले डाँडा खोला छाराको गीतले अल्झेर बगर भुलेर किनार नाच्नु गाउन लाग्यो रहर हो सम्झना रहला आजको साँझ रमाइलो भेट माया नि आज मनको कुरा नलुकाइकन यो गीतमा राइमले बनायो जन्न तस्बिर बस्यो मनको गहिराई माया पुरानो तर फ्लो नयाँ भाइबलाई यो जीवन साथ याद रहोस् गाउँको मिठो बोली जस्तो नफेरोस् मोहनी लाग्ला हे गाउँलेको बोलीले डाँडा काँडा छाराको गीतले काल छट्टा नगर अल्झेला बगर बिर्सनेलाई सम्झनाको गीतले मोहनी लाग्ला हे गाउँलेको बोलीले डाँडा खोला छाराको गीतले अल्झेर बगर भुलेर किनार नाच्न गाउन लाग्यो रहर हो बिथराउँछ तर याद रहन्छ गाउँको माया मनमा बन्छ पुरै नाच्या छ तर फर्स्ट सेकेन्ड थर्डको चाहिँ त्यति नम्बर फरक छैन अलिअलि मात्र फरक छ 1 2 मात्र फरक छ अब म यहाँ ठिक भनौँ धेरै नम्बर बराबर भएकोले 4 चाहिँ 2जना छ सान्त्वना चाहिँ 2जनाले पाएको छ भनेर अरूले नराम्रो गरेको होइन सबैले आफ्नो ठाउँमा राम्रो गरेको छ सबैलाई पाएको छ त्यो 4 को नाम भन्दैछु कक्षा 4 बाट पेरिसा लामा अनि त्यसपछि 4 मै अर्को नम्बर बराबर भएर 4 नम्बरमा सान्त्वना पाइरहेको छ सफिना ख्याजु अब हामीले थर्डमा प्राप्त गरेको छ को होला गेस गर्नु भएको छ कसैले ल एकचोटि गेस गर्नु त थर्डमा को होला एसबाट आउँछ नाम चाहिँ एसबाट आउँछ नाम चाहिँ पूर्णिमा होइन स्वर्णिमा धोजु अब हामी अब थर्ड पछि सेकेन्डमा जाँदैछौँ सेकेन्डमा कुनै गेस गर्नु भएको छ ल भन त को अब सेकेन्डमा पनि एसबाटै सुरु हुन्छ के गेस गर्नु भएको छ हामीले धेरै पनि संस्कृति सिंखवाल फर्स्ट को लागेको भन् त झन्डै मिल्न लाग्छ अलिकति मिलेको छैन हाम्रो यो
जस्तै हाम्रो लिम्बू बहिनीले पनि राम्रो गराएको छ, तर उहाँले अलिकति स्टेप कन्फ्युज गर्नुभयो। छु आकाशमा के देखिन्छ? तारा। अनि अर्को के देखिन्छ? राति के देखिन्छ? जुन। पूर्णिमा श्रेष्ठ। सबैले